हेलो साथीहरू, नमस्ते सबैजनामा। आज मेरो हातमा के छ भन्नु? मामफुली कसको घरमा आइसक्यो यसपालि। हाम्रो चाहिँ घरमा आइसकेको छ। एक त खाना पनि मिठो, साथीभाइलाई गाली गर्ने ठुलो नाम पनि कमाउँछ नि। कसरी छ मामफुली, हेर्नु न। 1 2 3 4वटा छ अनि यसवटा बिस्कुट, लुगा धुने साबुन होइन। उहाँहरूको त्यो व्यवसाय हो, पहिल्यैदेखि गरिआउनु भएको त्यो माने। तर हेर्नु, यो धान काट्न, मान्छे लाउन, थेसार लाउन, थन्काउन कति गाह्रो छ। यति धानिँदा पनि थोरै हुन्छ हौ धान। अझै त्यो पनि राम्रो केलाको चाहिने, अलिअलि त्यो झस्का झुस्का भएको नहुने। अहिले त जेलाई पनि भाउ बढेको छ हौ साथीहरू। पहिला त्यस्तो थिएन त, जस्तो दिए पनि जति दिए पनि लान्थे। अहिले त आफ्नो खुसी छ जेमा पनि। गाह्रो भयो। मिठो छ पहिलाको जस्तो चाहिँ होइन। पहिला त बदाम भएको हुन्थ्यो, अहिले चिनी मात्र छ। खानु होला, आइसक्यो होला घर घरमा।